हेलो रेशम गुरुङ, स्वागत गर्न चाहन्छु। साथीहरू यतिसम्मको निर्दयहरू हुन्छन्। आफू चाहिँ मजाले आइसक्रिम खा, मलाई चाहिँ ठुलो ठुलो हेरेछ। आजै प्र्याक्टिस गरेर आजै नाच्दैछौँ। कस्तो हुन्छ त्यो चाहिँ थाहा छैन। अहिले चाहिँ हामी अब लमजुङतिरको यात्रा तय गर्दैछौँ। अनि हामी चाहिँ आज लमजुङ महोत्सव, कति हो लमजुङ महोत्सव रे रेशम? 8औं लमजुङ महोत्सवको लागि चाहिँ हामी बुढाबुढी अब डान्स गर्न जाँदैछौँ। अनि यहाँ चाहिँ रेशम गुरुङ पनि भिडियो कलमा बोलिरहेको छ। अब हामी चाहिँ बेसी सहर आइपुग्यो। अब चाहिँ हामी यहाँ खाना खान्छौँ अनि त्यसपछि चाहिँ रेशमको घर जान्छौँ। रेशमले चाहिँ मलाई मेकअप गरिदिन्छु भनेछ। अनि हेरौँ, अहिले चाहिँ म यस्तो छु। अब रेशमले मेकअप गरिसकेपछि कस्तो हुन्छु होला। हेलो रेशम गुरुङ, स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। हेलो पवित्र जिआरजी युट्युब च्यानलमा सम्पूर्ण दिदीको सब्सक्राइबरहरूले चाहिँ मलाई चिन्नुहुन्छ होला। म चाहिँ आई लभ यो हो गाइस। अब चाहिँ यहाँ रेशमले मलाई यहाँ मेकअप गरिदिँदैछ अनि म चाहिँ यतिको हो चाहिँ। अनि यहाँ के गर्दै हो अब फाइनल कस्तो लुक्स हुन्छ मेरो? प्राइमर अनि मोइस्चराइजर अनि सनस्क्रिन लगाइसक्यो। मैले यहाँ कोर्दैछु पारी भित्ताहरू कोर्दैछ अरे। अब चाहिँ मेरो फाइनल लुक्स हेर्नु होला है त। ल, मेकअप बाई रेशम मङ्गले डान्सर। आइब्राउ भइसकेको छ दिदीको। अब चाहिँ आई स्याडो अनि त्यसपछि ल्यासेसहरू लगाइसकेँ अनि पारी भित्ता पालपोत गरेर अनि फाइनल लुक्स अब आउनै छ, बाँकी छ। ल फाइनल लुक्स देखाम है डाइरेक्ट है। ल ल, यहाँ क्यामेरामा थ्याङ्क यू सो मच रेशम। क्यामेरामा ठोक्न कसरी यस्तो गर्नु गाइस। यो चाहिँ मेरो फाइनल लुक्स हेर्नु रेशमले गरिदिएको है। अनि अब चाहिँ म ड्रेस लाएर देखाउँछु। अनि भित्र चाहिँ रेशमले कमललाई मेकअप गरिदिँदैछ। अनि त्यसपछि अब सबै सकिसकेपछि चाहिँ बल्ल देखाउँछु। ल, यो चाहिँ मेरो फाइनल लुक्स। कस्तो देखेको छ कमेन्ट गरिदिनु होला। मेकअप कस्तो लाग्यो रेशमको? तर कस्तो कि त्यो मैले गरिराख्ने भन्दा अलिकति छुट्टै देखेछ नि त। थ्याङ्क यू सो मच। अनि यो चाहिँ कपाल चाहिँ मैले आफै बनाएको। प्र्याक्टिस चल रहा है यहाँ चाहिँ। ल साथीहरू, हामीले चाहिँ डान्स प्र्याक्टिस पनि सकिसक्यौँ। अब चाहिँ हामी महोत्सवतिर जाँदैछौँ। अनि के भयो बुढो त थकित भएर फ्रुटी खाँदै रहेछ। अब चाहिँ हामी महोत्सवतिर जान्छौँ। पसिना पसिना भयो म त भाइ। रेशम चाहिँ हाम्रो दामी भिडियो बनाइदेऊ ल। आज म भ्लगमा गइमाया र उसको चाहिँ हाल्छु। बनौरी त कपिराइट आउला नि त। 3टा गीत मिक्स गरेको हो नि त। हामीले 3टा गीत मिक्स गऱ्यौँ। तर आजै प्र्याक्टिस गरेर आजै नाच्दैछौँ। कस्तो हुन्छ त्यो चाहिँ थाहा छैन। किनभने हिजोसम्म चाहिँ हाम्रो गोल्छे रानी फिल्मको सुटिङतिरै बिजी भएको भएर चाहिँ खासै प्र्याक्टिस गर्न पाएन। अनि अहिले चाहिँ हामी लमजुङ आएर रेशमको घरमै प्र्याक्टिस गऱ्यौँ। रेशमको घरमै गीत जोड्यौँ। अब चाहिँ हामी महोत्सवतिर जान्छौँ। अब हाम्रो डान्स कस्तो हुन्छ ल। हामी चाहिँ अब जाँदैछौँ कता महोत्सवभित्र स्टेजतिर, स्टेजतर्फ जाँदैछौँ। लमक लमक
लमक लमक गरेर हिँड्ने राजा समाल जस्तो मान्छे आएको छ यहाँ अगाडि चस्मा लगाएर। हामी आइसकेको छौँ लगभग होइन। यहाँ टक्क जोडी चाहिँ आजको पर्फर्मेन्सको लागि चाहिँ टक्कले रेडी भएर चाहिँ हामी गेटको पछाडि छौँ। अब लिन आउँछौँ अनि जान्छौँ। अनि म चाहिँ चस्मा लगाएर सेक्युरिटी गार्ड बस्नु पऱ्यो। बुढाबुढीको के गर्नु गाह्रो छ यार। हामी चाहिँ भित्र छिरिसक्यौँ। आइसकेको अवस्था। ब्लगमा आउँछ दिदी ब्लगमा। साथीहरू यतिसम्मको निर्दयहरू हुन्छन्। आफू चाहिँ मजाले आइसक्रिम खा, मलाई चाहिँ ठुलो ठुलो हेरेको छ। त्यो बहिनी हो नाचेको आउनु त खालि खा मेरो चाहिँ लास्टै घाँटी दुयो झन् त खानै मिलेन के यस्तो भयो कि। यहाँ चाहिँ स्टेज रहेको छ अनि यता चाहिँ डुङ्गा अनि रोटेपिङ। हामी चाहिँ यहाँ स्टलमा बस्दैछौँ। योहरू आइसक्रिम खाएको देखेर मलाई लास्टै रिस उठ्छ। तर के गर्ने मेरो बुढाले झन् एउटा सिङ्गै भ्याइसक्यो। तै पनि बुढीको मतलब छैन। यहाँ चाहिँ चटपट रेशम गुरुङले ल्याइदिनु भएको छ। यस्तो मिठो भयो तर। हैन फापरको रोटी यो चाहिँ कोदोको रोटी। यसको तलको चाहिँ कोदोको रोटी अनि यो फापरको रोटी। अनि यो चाहिँ बडमले साग हैन। यो बडमले साग, यो चाहिँ च्याउ, यो चाहिँ च्याउ। ए यो च्याउ, यो न्युरो, यो गुन्द्रुक के हो? यो जंगली न्युरो के रे गुन्द्रुक हो। एकदम अमिलो हुन्छ यो चाहिँ। अनि यो चाहिँ सिस्नो। माय गॉड। अनि हामी खाँदै छौं। सर नमस्ते। हजुरलाई स्वागत छ मेरो युट्युब च्यानलमा। थ्यांक यू सो मच। कस्तो भइराछ लमजुङ महोत्सव? लमजुङ महोत्सवको यो 6औं दिनमा छौँ आज। हजुर। आज यहाँ यो सिउरको होमस्टेको परिकार खानको लागि आएको छौँ। वाह रेशम फेरि एकदम मक्खा छ फेरि। ल आज म बहुत खुसी छु। पुरानो साथी आफ्नो कमलसँग भेट्न पाएको छु म। अनि मसँग मिस पवित्र त कुरै नगरौँ। अब ल यो खामै त। ल हजुरलाई पहिला हैन न हजुर दिनु न। म एकछिनमा
जान्न त यसै क्रममा मायाको चिन्हको लागि बहिनी सावित्री बिसीलाई पनि म अगाडि आमन्त्रण गर्न चाहन्छु। रुडापाललाई म अगाडि आमन्त्रण गर्न चाहन्छु। अहिले चाहिँ म रेशमको घर आइसकेँ नि त, यस्तो पसिनै पसिना। अनि मैले चाहिँ पुरै ड्रेस चेन्ज गरिसकेँ। अब यो गहनाहरू मेकअपहरू पुज्छु अनि बिचरा रेशमले चाहिँ म भित्र जान्छु र रेशमले चाहिँ यस्तो खाना बनाउँदैछ। हाम्रो प्यारो रेशमले चाहिँ यहाँ यसरी खाना पकाउँदैछ। थ्याङ्क यू सो मच हामीलाई खाना पकाएर अब खुलाउनुहुन्छ रेशमले। हामी चाहिँ मिठो मानी खान्छौँ, यसले तर मिठै बनाउँछ, मलाई थाहा छ। हाम्रो घरमा पनि बनाएको थियो नि त एकचोटि, अनि त्यही भएर कमल चाहिँ पुरा सुतिरहेछ, एकदम थकित भयो नि त दिनभरि। नाच्नु त एउटा गीतमा नाचे पनि दिनभरि थकित भयो नि त हामी। चाहिँ रेशमले हामीलाई खाना बनाएर खुलाउँदै हुनुहुन्छ। थ्याङ्क यू सो मच। अब हामी खाना खान्छौँ। The next day. साथीहरू हामी चाहिँ फेरि लमजुङ महोत्सवतिर जाँदैछौँ। आज चाहिँ हाम्रो डान्स छैन तर हेर्न जानु लाग्यो। अनि हाम्रो चाहिँ लमजुङ कलाकार समाजबाट चाहिँ हाम्रो कार्ड बनिसकेको छ लमजुङ कलाकारको। अनि हामी चाहिँ जाँदैछौँ, आज हो रिजल्ट। अनि हामी चाहिँ जाँदैछौँ। अब आज चाहिँ डुङ्गा खेल्ने हो, फिक्स। हिजो खेल्ने भनेको त्यस्तै भयो, तर आज चाहिँ पक्का खेल्छौँ है। डुङ्गा, अनि डुङ्गाबाट यस्तरी भिडियो बनाउँछु, कस्तो हुन्छ हाम्रो रियाक्सन। सबको चाहिँ डुङ्गा पनि खेलिन्छ। अब हामी अहिले चाहिँ हामी यहाँ आयौँ, यहाँ कोही छैन ल। टुप्पोमा बस्ने रे वान, यहाँ बस्छु। अब हामी तिनजना मात्रै हो, अब छैन। लगाएर चाहिँ हामी घुम्दा घुम्दै यति धेरै सामान लिएछौँ। यहाँ टन्नै छ, सपिङ गऱ्यौँ हामीले। यस्तो रमाइलो भयो, सपिङ पनि गऱ्यौँ। खोइ यो के हो यो? यस्तै यस्तो राम्रो सामान छ। अनि हामी चाहिँ पुरै सपिङ गरिसक्यौँ के, सबै उठाइसक्यौँ होला हामीले सामानहरू है। र साथीहरू अहिले चाहिँ हामी कमल र म चाहिँ यहाँ कृपा दिदीकोमा आएर खाना